हेलो नमस्ते है त फेरि पनि म धेरै पछि नै मेरो भ्लगमा चाहिँ जोइन भएँ है त म चाहिँ त्यस्तै बिजी भएर चाहिँ के भयो त्यत्तिकै भिडियो चाहिँ बनाएन धेरै पछि चाहिँ 1-2 हप्तापछि नै म चाहिँ कहाँ आएँ है त म चाहिँ भिडियोमा चाहिँ अनि अहिले चाहिँ हामी चाहिँ यता विजयपुर खोलातिर चाहिँ यसो टाइम पास गर्न आएको थियौँ माछा मार्न। अब गाउँ जाने भनेको गाउँ जाने त्यस्तै हुन्छ होला, मौसम खराब भइरहेछ। अनि अब भोलि चाहिँ फेरि उता काम हो नि, त्योहरू चाहिँ म चाहिँ गाउँ जाने कि नजाने भइरहेछ। अनि बुढीले चाहिँ गाउँ जाऊँ कि जाऊँ भनेछ, जान पनि सक्छ नजान पनि सक्छ है। अनि पर्सिको दिन म चाहिँ उता पेलोसङतिर चाहिँ छेउ छ त्यो, अनि यसो छेउतिर जाउँ कि भनेको भइरहेछ। त्योहरू चाहिँ म चाहिँ गाउँ नजाने सक्छ। फेरि आज गयो भोलि फर्क्यो, गयो भोलि फर्क्यो, त्योहरू चाहिँ म गाउँ गएन आज चाहिँ है, जान्न होला सायद त्योहरू चाहिँ अझै। अनि टक्क हामी तिनजना थियो माछा मार्न आएको चाहिँ बसिकन आएको थियो। अनि बल्छी त्यति पर्दै परेन, यसो खोला थुन्न भनेको उता खोला थुनेको एउटा माछा पर्दैन, 3वटा टिस्यान कमिले जस्तो पर्छ है माछा। अनि अब यताको ऊ माथिबाट टक्क वहाँ केटाहरू भएको ठाउँबाट यो सबै थुन्छ कि के गर्छ है, हेर्दै जाउँ के हुन्छ। टक्क लाएर झ्याउ लाएर फेरि यस्तो आइरन भएको छ कि मेरो चाहिँ फेरि मुखमा घाउ आएर के भयो हिजो रातिसम्म चाहिँ ठिकै थियो के अरे, सानो पोखा थियो। बिहान उठ्दो त यत्रो फुलेर बस्यो त्यो साइडमा। यहाँ हो हामीले चाहिँ माछा मार्ने हिँडेको सबै। वहाँसम्म उता चाहिँ टक्क जाल थापेछ। यो सबै माछा त पर्दैन, पर्न चाहिँ टाइम बस है। केटाहरू उता काम गर्दैछ है, खतरा काम गर्दैछ केटाहरू। यो पनि थुन्न सकिन्छ होला, तै पनि थुन्दैछ है। हिजो त्यो बिचको थुन्ने थियो, यतापट्टि गयो भने अहिले चाहिँ यताको सरर यसो थुन्नु। के कसो हुन्छ हेर्दै गरौँ है त। भ्लग है हाम्रो दुईजना केटाहरू पनि थप्यो। टक्कै यहाँ माछा मारेर आएको त भाइहरू नै आएको थियो। अनि त्यही भएर चाहिँ ल माछा मारौँ भनेर चाहिँ हामी माछा मारेको। यो त कबाट खोलेर दरो जोस्यो, आउनु भाइ पनि दरो जोस्यो त कबाट सब भिज्ने गरी जोस्यो त। ल है त हेर्दै गरौँ है त। है त काम धमाधम चलिरहेको हाम्रो टक्क लाएर बाबै दरो जोसियो माछा मार्न। यता आमन भाइ उहाँ बक्सर सहित भिजिसक्यो, टक्क लाएर दरो जोसिएर है केटाहरू। पानी यति सुकिसक्यो यतापट्टि टक्क। यता खोला सुकिसक्यो, यहाँसम्म थियो, वहाँ पुगिसक्यो खोला। अन्त माछा धपाउँदै गऱ्यो नि पुग्छ होला। ऊ हानी यो एउटा ऊ आउने ऊ पुग्यो ल।
बकुलो भन्छ कि बुकुलो भन्छ? खोला सुकिसक्यो, माछाको त है कहिले त आमन भाइले माछा धमाउँदैछ। तल माछा कति पर्यो है त, स्याट लाएर। खोला त सुकिसक्यो कि तलै हो क्या बुढी माछा। त्यो जाली थापेको नि, जाली थापेको पनि तलै छेउमै हो। अन्त धपायो भने अहिले 1-2 त पर्छ होला नि। ठक्क लाएर बिजयपुर खोलामा हामी चाहिँ दोहोरो हावाला चाहिँ अलिअलि केटाहरू माथि, म चाहिँ यता माछा हेर्दै। यत्रो सुकिसक्यो खोला। जाली चाहिँ यहाँ थापेछ र माछै छैन होला हौ यहाँ त सबै। हाटेकोतिर परेर रहेछ क्या। कहाँ माछा बन्यो हो, झ्याङस्याङ मात्रै पऱ्यो यहाँ, माछै छैन। खोलामा माछा भयो माछा आउँछ त। ट्र्याक्टर केटाहरू जाउँ भनेको मान्दैन। पानी लगाइसक्यो र आफू चाहिँ यता ढुक्क लाएर बसिरह भन। केटाहरू जाउँ भनेको के गर्दा गुदली हान्दै बाबै फेरि गुदली हान्दै। मको क्यामेरा क्वालिटी राम्रो आएन त्यही यस्तो जोसिया बाबै आमा। यस्तै छ, पानी पर्नु लागिसक्यो। अहिले बाबाहरू यही बाटो आउँछ र यहीँ भेट्ला फेरि यार। फेरि यता फेरि पुलै बाटै नहुने होला ठाउँमा पुल चाहिँ। कता जाने पुल हो खास यो चाहिँ, यस्तो पुल चाहिँ। यता नि बाटो होइन, यता यसरी खने बाटो चाहिँ। त्यो पनि यो बाटो चाहिँ खोलामै आइपुग्छ फेरि। यो फेरि यता कता जानु रहेछ फेरि यहाँबाट चाहिँ। यस्ता छन्, के गर्नु हाम्रो गाउँतिर गर्नु, हाम्रो नेपालको नेताहरूको काम हो नि। ए पानी पर्यो, अलुत्रुकै भिज्ने भयो हामी चाहिँ। ऊ माथि नि खतरा पानी। ऊ फाइनली माछा चाहिँ भेटेन के अरे। हामी चाहिँ घर जाँदैछु, पानी पर्यो, पुत्यसम्म पानी पर्यो। ऊ माथि नि खतरा पानी पर्यो, हामी लुत्रुकै भिज्ने भयो। लगेर केटाहरू नै खतरा भाग्दै आएछ, ट्रायल भाग्दै आएछ टक्क। लिनु हाम्रो आजको मेन बोस।
अहिले त फाइनली हामी चाहिँ पृथ्वी चोकमा छ अनि पृथ्वी चोकमा चाहिँ हाम्रो यता हाम्रो चेतन सोल्टी चाहिँ अब बाहिर जाँदै हुनुहुन्छ होइन र यता सोल्टी राम्रोसँग जानु टक्क हामी चाहिँ यहाँ पुऱ्याउन मात्र आएको है अनि अहिले बेलुकाको गाडीमा जाने रे अनि भोलि होला सायद फ्लाइट चाहिँ त्यही भएर चाहिँ हामी चाहिँ यता चाहिँ लौरे सर है ब्लग चाहिँ आज आउँदैन है फेरि Kita dia baju.